वेल साथीहरु नमस्कार नमस्कार छ है त ल नमस्कार सबैलाई नमस्कार है। आज पनि अब काम सुरु हुँदैछ है। काम सुरु हुँदैछ। हामी त काममा यसो सानो सानो यो डाँडामा यो कफी शप जस्तो बनाऊ कि भन्ने कुरो है। यसरी चाहिँ अहिले यो डाँडामा छौँ। के छ कसो छ खबरहरू साथीहरुको है। लु यहाँ काम सुरु हुँदैछ। यसरी टक्क लाएर बाटो यस्तो डेन्जर छ यहाँ। यहाँबाट च्याट्ट लाएर बाटो बनाइसकेपछि हिजो यति फाडी भ्याइयो। आज फेरि एकजना खेताला आउनु भएको छ र काम हुँदैछ है त। यो त लास्टै हुँदो रहेछ भने यो चाम्रो के हातमा कति ठाउँमा त्यो भइसक्यो है। खोसिरहेछ मेरो हिजो त्यस्तै भएको थियो। त्यो जेसीबी आउने ठाउँ बनाउनु परेन पहिला। सबै काठै काठ चाहिँ त्यही ल्याउनुलाई त यहाँ अब यो गर्नु परेको। अनि यो यति बनाएर अलिक तर्फै बाटो भएपछि ट्याक्क लाएर अनि हुन्छ। अब यो कसको दाइ भनेको तपाईको त भ्याइयो नि त दाइ। दाइ हिजो भर काटेर भोलि त गर्दैन होला नि त। भोलि एक दुईजना अरू मान्छे छैन मामा केटाहरू चाहिँ केटाहरू जति सब विदेशतिर लाग्यो है। बुढाखाडा मात्रै छन् न के हो नि। ए यो अमृतसरको जरा यस्तो चाम्रो हुँदो रहेछ कि यो निकाल्नलाई आमा बाँसको जरा पनि निकाल्न सजिलो। यति गाह्रो यो मरी हाने यति पनि आउँदैन। यस्तो छ अमृतसर कुच्चो है। अमृतसर भनेको कुच्चो बनाउने। कता हान्ने त्यता हान्नु लाउनु भयो। हल्लिँदैन त नि। त्यही भएर यो पहिरो जाने ठाउँमा यो लाउनु दिन्छ। झ्याप्पै अठाउँदो रहेछ यसरी नि। वेल साथीहरू अहिले चाहिँ फान्ने काम भइरहेछ होइन। अब यो यहाँ चाहिँ के बन्दैछ पछि थाहा पाउनुहुनेछ तपाईँहरूले। अनि म चाहिँ आफू पनि हल्का अनि बहिनीहरू छ एउटा दाइ छ काम गर्ने है। हामी सबैजना छौँ। अलिकति कृषिमा लाग्नुपर्छ भन्ने लागिरहेछ है। त्यसले गर्दाखेरि धेरै कुराहरू गरियो जिन्दगीमा। धेरै उतार चढाव आए। अहिले चाहिँ अब आफ्नै ठाउँमा कृषि गरौँ। अलिकति हाम्रो चाहिँ गोर्खा हो क्या टुरिज्म एरिया हो क्या। गोर्खा भनेको चाहिँ ऐतिहासिक ठाउँ। तपाईँहरू घुम्न आउनुहोस्। एकदम नेपाल एकीकरण भएको सुरु भएको होइन। गोर्खा जिल्ला गोर्खा बजार पृथ्वीनारायण शाह जन्मिनु भएको होइन। अनि रामशाहले न्याय दिने भूमि धेरै कुरामा छ। 12 पाक होइन। भिक्टोरिया क्रस पाउने हाम्रा गजे घले जस्ता मान्छेहरू धेरै छ गोर्खाको कहानी। त्यसैले घुम्न आउनु होला। गएर काम हुँदैछ। हल्का थके मार्नु पर्यो भनेर पसिना त आछ। जाडो महिनामा पनि फिलिङ्स गुड है। के छ तपाईँको ठाउँतिर? आँखामा पसिना पर्यो। तिमीहरू भिडियोमा आउँदा अप्ठ्यारो त हुँदैन नि। म भ्लगहरू बनाउँछु कि बेला बेलामा। तिमीहरू पनि बनाउने गर्नुपर्छ मोबाइल भयो बेला यसो सबैले। अनि झ्याउ लागेन भने त पैसा आइहाल्छ नि फेरि है। यो फेरि राम्रो समय भयो भने यस्तै साथीहरूले यस्तै मन पराउँछ। काम गरेको हिँडेको अरूको देखेँ होला नि नाचेको गीत गाएको इन्टरटेनमेन्ट मान्छेलाई अहिले मान्छे डिप्रेस छ रमाइलो हेर्न खोज्छ होइन। गाउँठाउँको कुरा हेर्न खोज्नुहुन्छ। त्यसले गर्दाखेरि
छोटो छोटो बनाउने हो कि छोटो छोटो बनायो भने कन्टिन्यू खिच्नु पर्दैन नि त छोटो छोटो बनाउने भिएन भन्ने एप अथवा त्यस्तो फ्रीको एप हुन्छ टक्क टक्क जोडिदिने केही पनि गर्नु पर्दैन अनि फुर्सद भएला डेली बनाउने हो कि 3 दिन अब हप्तामा 2 कहिले बनाउने हो त 2 दिनमा बनाउने कि हप्तामा 2टा मात्रै हाल्ने कि हप्तामा एउटा मात्रै हाल्ने कि त्यसले त्यसरी नै बुझ्छ अनि त्यो कति टाइममा हाल्ने कति बजे तिम्रो भ्युअर्सहरू सक्रिय हुन्छ भने देखाइदिन्छ अनि डेली हाल्ने हो भने त्यही टाइममा हाल्ने टक्क आफ्नो बिहानैदेखिको काम उठेदेखि खिच्ने के साथीहरू के छ भने लाज मान्ने होइन बोल्नलाई है राम्रो हुन्छ त्यो तिम्रो आफ्नो काम गर्दा गर्दै काम भ्याउँदै पनि अनि नेक्स्ट अवसर हुन्छ पैसा कमाउने ठिक छ बहिनी यो घाँसलाई चाहिँ उयो यता राखिदिए हुन्छ यता अनि त्यसपछि यहीँ छोडेर गएछ त पाइलट सरले त्यहीँ राखिदियो त्यसलाई यहाँनिर चाहिँ अलिकति ऐसिलोको काँडाहरू चाहिँ यसलाई अलिक विचार गर्नुपर्छ है त्यो हात यो धेरै नै छ कि यहाँ फेरि झ्याङ्गै छ कि पहिला त्यसलाई ट्याक्ट्याक्टै निकालेर त्यो काँडालाई यतापट्टि यहीँ राखिदिने हुन्छ यसलाई अनि सुक्छ नि त है साह्रो होला है यो लड्छ है सानो लड्छ त्यो साह्रै मसिनोलाई छोडिदियो अहिले त्यो मसिनो हुन्छ नि माथिको यो ठुल्ठुलो तान्दै लगाएर जाने कि यो साह्रै मसिनो त पेलिएर नि यतिकै हिँड्दाखेरि नि हुन्छ है अनि ठुल्ठुलो चाहिँ अन्त त्यो रुख पनि काटिदियो हजुर मेरो खुर्पा चाहियो मैले कहाँ राखेँ म हेर्छु है त
हेलो गाइज, हेलो, हाउ आर यू है। सबैलाई सन्चै हुन्छ। नमस्कार सबैलाई है। त्यही आज नेक्स्ट डे, अर्को दिन पनि काम भइरहेको छ, निरन्तर काम भइरहेको छ हाम्रो है। चट्ट लाएर गोर्खामा सानो चक्क होमस्टेको व्यवस्था गर्ने भन्ने हिसाबले काम अगाडि भइरहेछ। अलराइट, यहाँ चाहिँ यसरी काम हुँदै गर्दाखेरि तपाईँहरूको पनि त्यतातिर रमाइलो काम गर्दै पनि हुन्छ होला। रमाइलो पनि गर्नुपर्छ काम गर्दै है। कृषि लगायतको क्षेत्रमा अलिक बढी सम्भावना छ। त्यसले गर्दाखेरि यस्तो छ। अहिले चाहिँ यसरी हामी हेर्दै गर्दा यहाँनिर चाहिँ नाली साली काट्ने काम भइरहेछ। यसरी नाली काटेर पानी तर्काउने होइन। अब यो पानी तर्काइसकेपछि यहाँबाट बाटो टक्क मिलाएर लिएर आएर यसलाई चाहिँ चट्ट मासिसँग जाने बनाउने यसरी है। यहाँ चाहिँ तरकारी खेती हुँदैछ पुरा। आलु ड्याङ ड्याङ बनाएर यसरी पहाडमा चाहिँ हाम्रोतिर चाहिँ यसरी लाउँछ है त। आलु टक्क टक्क ड्याङ ड्याङ बनाएर यसरी आलु लाइन्छ। यसरी आलु है ट्याक्क तलसम्म तरकारी खेती आलु। यतातिर यसमा बेसार सेसार लागेको छ। बेसारहरू यहाँ केराको झ्याङ यस्तो छ मजाको। ल गजब छ त है। काम हुँदैछ त्यहाँ पाइप हाल्ने काम। लिएर आउने हो। यहाँको सब झाडी फालियो सबै क्लिन चिट। यहाँबाट चाहिँ दाउरा बोक्ने बाटो। यहाँ पानीको नाली। यहाँको पुरा झारहरू सबै फालिदियो। अब अलिअलि सफा गर्न मागिन्छ।